बालेन्द्र शाहको कुरा, बालेन्द्र शाहले नवरा सुवेदीलाई पत्र काट्नु नि तपाईलाई 7 लाख रुपैयाँ हामी तिर्छौँ, दुर्गा प्रसाईलाई काट्नु नि त्यो दिनको कमान्डर उनै हुन्, पैसा तिर्छौँ, अथवा त्यो आयोजकहरूलाई मध्ये जसलाई काट्नु 7 लाख मात्रै होइन 2 करोड फाइन गरे पनि हुन्छ, तिर्दिन्छौँ हामी 1-1 रुपैयाँ उठाएर। किनभने त्यस्तो खालको तोडफोड आगजनी मान्छे मर्नुपर्ने स्थिति हामी कहिले पनि परिकल्पना गर्दैनौँ। विशेष गरी म त डक्टर हो, मान्छे बचाउने मान्छे हो र युनिभर्सिटीको प्रोफेसर हो। म जहिले पनि शान्तिका मिल्ने कुरा मात्रै गर्न चाहन्छु, मुलुकलाई माया गर्ने कुरा मात्रै गर्न चाहन्छु। बालेन्द्र शाह जस्तो मान्छे कार्यकारी प्रधानमन्त्री बन्नुपर्छ भनेर अघिल्लो दिन मैले नि हो बोलेको, सुरुदेखि अहिलेसम्म बोलेको। तर राजालाई किन उसले काटे? ऊ भनेपछि त ऊ स्वतन्त्र होइन रहेछन्। राजाले आन्दोलन गर भने कहाँ छ? ल्याउ न प्रमाण। प्रमाण छैन भने खबरदार बालेन्द्र शाहजी। हिजोसम्म त तपाईँ ठिकै होला जस्तो लाग्थ्यो, अरूले गजडी भन्थे तपाईँलाई। मैले केयर गरिनँ, गाँजा खाऊ कि जसो खाऊ, मैले कुनै कुराको पर्वाह गरिनँ। राम्रो काम गर्यौ स्याबास बालेन मात्रै भनिरहेँ। तर तिम्रो जीवनमा सबैभन्दा ठुलो गल्ती त्यो निर्दोष निर्बल निवासमा पत्र तिमीले पठायौ। तिमी राजा भन्दा पनि महाराजा भइसकेका रहेछौ, तिमीमा आडम्बर आइसकेका रहेछ र तिमी महानगरपालिकाको मेयर हौ, काठमाडौँ राजधानीको। यो चाहिँ तिनै निर्मल निवासमा बस्ने शाहवंशले एकीकरण गरेका मुलुक थियो र तिमी आज काठमाडौँको मेयर भएका हो। मुलुक एकीकरण नभएको भए तिमी तेल बेचेर बस्थे होला, अहिले कतै बाटामा तोरीको तेल बेचेर बस्थे होला, तिम्रो माने नमुने अर्थ केही पनि थिएन। अनि अर्को कुरा, यिनै गणतन्त्र ल्याउनेहरूले मुलुकमा कुशासन गरेको, जनता वाक्क दिक्क भएर विकल्पको रूपमा स्वतन्त्र मान्छेहरू खोजिराखेको मौका तिमीले पायौ, तिमी भयौ। तिम्रो राम्रो काम